गाह्रो भयो। अनि तिमीले भने घरमा भने के भन्यो के भन्यो तिम्रो घरमा तिम्रो घरको मान्छेले? मलाई त भगाएर लिएर आऊ भनेको छ। ए साँच्ची भने साँच्ची? जाने हो त भागेर। होइन जान लिएर आउँछु मेरो भटभटे स्प्लेन्डर। कहाँ राख्ने त मलाई? पछाडिको सिटमा ट्याङ्कीमा बस्यो भने शादीको बाद भने ए शादीपछि बसौँला नि कुनै एउटा जस्ताको मुनि। जस्ता? के जस्तामा? कुनै एउटा झोपडी बनाइदिउँ न तिम्रो लागि महल जस्तो। झोपडी महल हुँदैन है, तिमी प्र्याक्टिकल कुरा गरा त। तिमीलाई महल जस्तो फिल गर्नलाई म छु त। होइन त्यो झोपडीको राजा म, रानी तिमी, भइगयो नि महल। अनि खानेको लागि के गर्ने त? खानाको लागि जाउँला जङ्गलतिर शिकार गर्न, आउँला नदीतिर माछा मार्न। तिम्रो पेट पाले पुगेन बुढी। बुढी? ए हुनेवाला बुढी। ल म सोच विचार गरेर तिमीलाई बताउँछु। सोच विचार? कस्तो सोच विचार यार? अब सोच्नु पर्छ नि। जान पनि सँगै सोच्नु पर्ने। कस्तो माया हो यो तिम्रो। फ्यामिलीलाई मनाउनेमै ठिक हुन्छ जस्तो लाग्छ तिम्रो मलाई। के बाबासँग बिहे गर्ने र म तिमीसँग भयो त? अनि फेरि छोरी भागेर गए अनि समाजमा कस्तो हुन्छ फेरि? केटीसँग त भागेर गएको नि समाजमा के हुन्छ र? मलाई के हुँदैन, समाजले छोडिदियो, समाजले जे गरे नि सुख दिँदैन। ल एउटा ट्राई गरूँगी फेरि बताउँगी। ट्राई गर्ने? ट्रायल गर्ने भागेको? भागेपछि त फर्किन मिल्दैन। होइन मामा पापालाई ट्राई गरूँगी फेरि बताउँगी। ल फकाउला राम्रोसँग। ल अनि तिम्रो के भन्छ घरमा भन्यो भगाएर ल्याऊ? भगाएर लिएर जान्छौ म तिमीलाई, हुन्छ नि? कहाँ जाने त? यो दुनियाँभन्दा धेरै पर, जहाँ कसैले तिमी र मलाई केही नभनोस्, कसैको केही सुन्न नपरोस्। चाइना जाने के? यता बस भाडा छैन, यता 2005 मोडलको म स्प्लेन्डर लिएर आउँला छु, चाइना जाने रे? हेर न फेरि तिम्रो कुरा, यस्तो हालतमा तिमीलाई बिहा गर्ने हो अनि मलाई मेरोसँग बिहा गर्ने हो? यस्तो हालतमा? हालत जस्तो सुकै होस्, तिमीसँग भएपछि सबै हालत ठिक हुन्छ। किन? म तिम्रो के भन्छ लट्री छौ? लट्री हो होइन थाहा छैन, तर तिमीसँग भएपछि दुनियाँको सारा लट्री जिते जस्तो हुन्छ। ल धेरै गफ नपिला त। भाग्ने बेला